गाइस यत्रो बेर भइसक्यो फन्ती घुमेर कति टिपी दिया हुन्छ है मैले खै देखाउ त फुले रहेछ कि तिम्रो बाजे नफुलेको खोज्दा खोज्दा यहाँ एल्नेले जरे उठो मात्र टिपी मैले यत्रो टिपिसकेँ होइन लिएर त काम्रो हिँड्छ ल टिपिने यसो भनेर लिएको त एउटा मुठी टिपिहे नि हिँडिहिँड्नु के गरौँ गतिलो नभेटेपछि अब तोरीको साग र के खाने भयो गाइस बेलुका खाने हो र साँच्चै तोरी अन्डाको रकिए जति भन्थ्यो अन्डा खाने भनेर यिनलाई स्ट्याम हान्न पर्यो आज तिमी स्ट्याममा पर्यो आज तोरी खाने हो साथी तोरीको साग र रोटी खाने हुन्छ नत्र जे खाने हुन्छ नपोरो बलम यहाँ त रोटी खाने भन्नु पाइरहेछ नि हामीले अन्डा खाने भने थियौँ हामीले अन्डा चना खाने भन्थ्यौँ अन्डा चना खान्छु